हेलो एन्ड नमस्ते होस् सबजना सन्चै हुन्छ होला है। अनि सबैलाई मेरो यो अर्को भिडियोमा पनि स्वागत छ, नयाँ भिडियोमा। अनि आजको चाहिँ राइड हाम्रो स्वयम्भूसम्म हुन्छ, छाउनी हुँदै जान्छौँ हामी। अनि आजको चाहिँ हर्सिडी केटाहरूसँग हो, म जान लाग्यो एनएसमा एकजना अनि दुईजना चाहिँ यसमा। अहिले चाहिँ हामी लवनखेलतिर पुग्दैछौँ है। आजको मौसम पनि सफा छ है, भ्लग गर्नलाई एकदम ठिक छ है। पानी पनि परेको छैन, बादल पनि लागेन, घाम लागिरहेछ, मौसम सफा छ। अघि हर्सिददेखि बाटो बिग्रेको थियो नि त हर्सिदीमा, अनि त्यहाँदेखि भिडियो नबनाए हात्तीवनबाट भिडियो बनाउनु थालेको, भिडियो नभइरहेको रहेछ। अनि अघि भर्खर फेरि साटो बाटो पऱ्यो, अनि फेरि सुरु गरेँ भिडियो बनाउन। अहिले चाहिँ हामी यहाँ लवनखेल पाटन हस्पिटलतिर आएको छौँ। पछाडि एउटा साथी आउँदैछ एनएसमा, त्यसको पछाडिको ब्रेक छैन कि, अनि त्यसले बिस्तारै चलाइरहेछ। हामी पनि बिस्तारै जाउँ त्यो सँगसँगै। त्यो कहाँ छ हेर त, उही त्यो कहाँ छ? ल हामी चाहिँ अहिले टेकु आइपुग्यौँ है। अब टेकुबाट हामी यहाँ डल्लो छिर्छौँ, डल्लोबाट अनि छाउनी निस्किन्छौँ है। डल्लो भने यहाँ टङ्केश्वरमा चाहिँ मेरो एउटा नराम्रो घटना घटेको थियो कि, मेरो बाइकको चाहिँ ठुलै एक्सिडेन्ट परेको थियो है। कसरी परेको चाहिँ अहिले नभन्नु, 25-20 तारिकमा भन्छु। जे होस् ठुलो एक्सिडेन्ट परेको थियो, मलाई एकदमै घाटा भएको थियो। र मेरो बाइक अनि पुरै ढोस्टे भएको थियो। अहिलेसम्म बाइक कन्डिसनमा छैन क्या मेरो त्यस्तो राम्रो। अहिले म हजुरहरूलाई देखाउँछु मेरो बाइक कहाँ एक्सिडेन्ट भएको थियो।
अहिले हामी ठ्याक्कै टेकुबाट तल झऱ्यौँ डल्लुतिर टङ्केश्वरतिर मेरो एक्सिडेन्ट चाहिँ टङ्केश्वरमा भयो थियो त्यो टङ्केश्वर भनेको चाहिँ धेरैलाई थाहा छैन टङ्केश्वरभन्दा अगाडिको चाहिँ चोक छ नि जुन मन्दिर त्यसलाई चाहिँ टङ्केश्वर भन्छ ओए कपिल मेरो एक्सिडेन्ट छ नि बाइकको यही भयो के ओए सुन्यो मेरो बाइकको एक्सिडेन्ट होइन यही भयो के बाइक यतै यहाँ टर्निङमा यही हाने त्यहाँ अगाडिबाट स्कुटी आएर थियो यहाँबाट बाइक आएर थियो स्कुटी पनि पठाउँथ्यो कि फेरि पठाउलाई हान्थ्यो ल हामी चाहिँ टेकु अरे हामी डल्लु आइपुग्यौँ डल्लुबाट अब छाउनी जान्छौँ अब तपाईँहरूलाई सिधै छाउनी पुगेर भेटौँ है त ल है हामी चाहिँ छाउनी पुग्यौँ है छाउनीमा अब हल्का भिडियोहरू खिच्ने भनेर बाइकको अनि खिच्यो अरे अनि त्यसपछि स्वयम्भू जाउँ हामी है रोक्नु भिडियोहरू खिच्ने भने होइन यहाँ भिडियो खिच्ने भने होइन माथि स्वयम्भू जाने पहिला आउँदा के भने ए ल ल ल ल हामी स्वयम्भू तल आइपुग्यौँ है त्यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ स्वयम्भू अब हामी स्वयम्भू अब यहाँ माथि चढ्छौँ पार्किङमा बाइक राख्छौँ त्यसपछि अनि माथि मन्दिरतिर जान्छौँ है त ल तपाईँहरूलाई सिधै अब पार्किङमा बाइक चाहिँ राखेर अनि भेटौँ है त ल हामी चाहिँ स्वयम्भू घुमेर तल झऱ्यौँ है अनि अब एकछिन यहाँतिर अब एकछिन रोकेर केटाहरूलाई कुरेर एकछिन खाजा खाएर नि घरतिर लाग्छौँ है त अनि आजको लागि चाहिँ यति मात्रै है अब अरू सपोर्ट गर्दै गर्नु अनि अन्तिम समयहरू दिनुभएकोमा धन्यवाद है।